likenepal.com, leading the global entertainment. नमस्कार, स्वागत छ कार्यक्रम जीवन संघर्षमा। आज हामीहरूको साथमा हुनुहुन्छ एक सफल कलाकार सुमन सागर जङ्केसी। नमस्कार, मेरो नाम सुमन सागर जङ्केसी। मेरो घर अर्घाखाँची जिल्लामा पर्छ। म खिदिम गाविसमा जन्मेको अर्घाखाँचीको। मेरो जन्म माघ 3 गते 2038 साल पनि म मिति पनि भनिदिएँ। मैले 2051 सालमा एसएलसी दिएको थिएँ। मैले 13 वर्षको उमेरमा एसएलसी दिएको थिएँ। मैले जान्दादेखि नै मैले विशेष गरी कलाकारिता क्षेत्रमा लागेको मलाई लाग्छ। त्यो जानेर हो या नजानेर हो त्यो चाहिँ मलाई थाहा छैन। म बच्चादेखि नृत्य गर्थेँ स्कुलको कार्यक्रमहरूमा। म स्कुलमा अब कति क्लासमा पढ्थेँ मलाई एक्ज्याक्ट त मलाई थाहा छैन। तर काठमाडौँबाट अर्घाखाँची जिल्लामा रेड क्रस भन्ने संस्था मार्फत हेलेन शाह जो राजा वीरेन्द्रको आन्टी हुनुहुन्थ्यो, उहाँ जानुभएको थियो। अनि त्यति बेला मैले पहिलो पटक उहाँलाई स्टेजमा नृत्य देखाएको मलाई अलिअलि सम्झना छ, तर म सम्झिन सक्दिनँ त्यति धेरै। म एकदमै सानै थिएँ त्यति बेला। मेरो पहिलो सायद प्रस्तुति त्यही थियो होला जस्तो लाग्छ मलाई। म बच्चादेखि नै नृत्य गर्न रुचाउँथेँ। अहिले पनि म कोरियोग्राफीको रूपमा काम गरिरहेको छु। पढाइमा पनि म राम्रै थिएँ। म 1 क्लास 2 क्लासदेखि नै प्रथम हुँदै जान्थेँ। अनि म 2 क्लासपछि 3 कक्षा नपढिकन स्कुल फर्स्ट भएको हुँदाखेरि म 4 कक्षामा एकैचोटि पढ्न गएको थिएँ। जब म आफ्टर एसएलसी कलेजमा पढ्न आएँ, त्यो कलेज थियो मेरो रत्न राज्यलक्ष्मी क्याम्पस, जसलाई आरआर पनि भनिन्छ। अनि त्यो कलेजमा मैले सङ्गीत विषय लिएर मैले अध्ययन सुरु गरेँ। त्यति बेला मेरो साथीहरू हुनुहुन्थ्यो शिखर सन्तोष, जो अहिले राम्रो सङ्गीतकार पनि हुनुहुन्थ्यो। उहाँ हामी सँगै कक्षा लिन्थ्यौँ। सँगसँगै हामीले विभिन्न कार्यक्रमहरू गर्थ्यौँ। अनि कार्यक्रम गर्ने सिलसिलामा मैले चाहिँ विशेष गरी म्युजिक सब्जेक्ट लिए पनि मैले चाहिँ नृत्यमा बढी अभिरुचि राख्थेँ। त्यसपछि त्यही कलेजमा त्यो कलेजमा कार्यक्रम हुँदाखेरि मैले नृत्य प्रस्तुत गरेको थिएँ। साथीभाइहरूले राम्रो मानिदिनु भयो। हामी त गाउँको मान्छे गाउँको स्टाइलमा नाच्थ्यौँ, गीत गाएर मादल बजाएर लाइभ गाउँथ्यौँ। यहाँ चाहिँ अब क्यासेट बजाएर नाच्ने चलन थियो त्यति बेला। सिडीको जमाना पनि आइसकेको अवस्था थिएन। अनि क्यासेट बजाएर मैले काठमाडौँ आएपछि पहिलो नृत्य गरेको गीतको बोल थियो, अट्लेटिन बटलेटिन काइयो जुल्फी कोर्लिकिन लर्काइयो। यो गीतमा मैले नृत्य गरेको थिएँ। अनि त्यसपछि मलाई साथीहरूले तिमी अझै राम्रो नृत्य सिक्यो भने राम्रो गर्न सक्छौ भनेर मलाई साथीहरूले इन्करेज गर्नुभयो। त्यति बेला मलाई सांस्कृतिक कला प्रशिक्षण केन्द्रमा त्यहाँको कलेज पढ्ने दाइले, हामीभन्दा सिनियर दाजुले लिएर जानुभयो। मैले त्यहाँ 6 महिना राजु गुरुङ र मणिधन राईसँग मैले सरसँग नृत्य सिक्ने मौका पाएँ र मैले सिकेँ। अनि त्यसपछि म राष्ट्रिय नाचघरबाट डान्सिङ डिप्लोमा मैले त्यहाँबाट पुरा गरेँ। त्यसपछि म अहिले +2 त्यति बेला प्रवीणता प्रमाणपत्र त। अनि म मुम्बई नृत्य सिक्नको लागि गएँ। त्यहाँ चाहिँ म हाम्रो नेपाली फिल्मको एक्टर, गायक, गीतकार सबै कलाकार उहाँ हुनुहुन्छ धेरै राम्रो, मुरलीधर। उहाँको सङ्गतमा म मुम्बई पुगेको थिएँ। अनि मुम्बईमा सुरुको 1 महिना चाहिँ त्यहाँ देख्न बुझ्न जान्न लाई समय लाग्यो। त्यसपछि मुरलीधर, मैले उहाँलाई मामा भन्छु, उहाँ मार्फत म मेरो गुरु क्लासिकलको गुरु हुनुहुन्छ उमा डोगरा, उहाँ म्यामसँग मैले नृत्य सिक्ने मौका पाएँ। अनफर्चुनेटली मैले 1 वर्षभन्दा अगाडि मैले नृत्यलाई अगाडि बढाउन सकिनँ विविध कारणले गर्दाखेरि। म त्यति बेला अलिक सानो पनि थिएँ। अनि इन्डियामा, त्यो पनि मुम्बईमा त्यहाँको बसाइ वास्तवमै त्यति सुखदायी थिएन, गाह्रो नै थियो। त्यो पनि हामी नेपाली मध्यमवर्गीय परिवारका मान्छे। तर गाउँबाट जानुभएको दाजुभाइहरूले, दिदीबहिनीहरूले त्यहाँकोले मलाई सहयोग गर्नुभयो। मुरली मामाले पनि सहयोग गर्नुभयो। अनि मैले बिचमै त्यहाँबाट फेरि आफ्नो अध्ययनलाई पनि कन्टिन्यू गर्नको लागि फेरि नेपाल आएँ। अनि त्यसपछि फेरि मैले ब्याचलर पढ्दै गएँ। अनि सँगसँगै मैले नृत्य पनि सिक्दै गएँ, नृत्य पनि सिकाउँदै गएँ।
मेरो यो नृत्यको कला निरन्तर अगाडि बढिरहेको छ र बढिरहने छ। त्यो सँगसँगै कला भनेको कलाभित्र चाहिँ तपाईँको गीत सङ्गीत नाटक सबै पर्ने भएको हुँदाखेरि मैले एक्टिङ गर्न पनि मलाई रमाइलो लाग्थ्यो। अनि त्यस सँगसँगै मैले ड्रामाहरूमा पनि काम गरेँ। मैले गुरुकुलमा ठमेलको यात्रा भन्ने नाटकबाट पनि मैले आफ्नो नाटकीय यात्रा सुरु गरेँ। त्यहाँ चाहिँ पुष्कर गुरुङ त्यसको डाइरेक्टर हुनुहुन्थ्यो, सँगसँगै गुरुकुलको चाहिँ डाइरेक्टर हुनुहुन्थ्यो सुनिल पोखरेल सर। उहाँहरूले पनि मलाई यो ड्रामामा लाग्नलाई उत्प्रेरित गर्नुभयो। मैले विभिन्न स्टेज नाटक, स्ट्रिट ड्रामा, फोरम थिएटरहरूमा काम गरेँ, विभिन्न वर्कसपहरू पनि लिएँ। सँगसँगै फेरि कलाभित्रकै अर्को पाटो सङ्गीत, त्यो पनि मैले इन्टर पढ्दाखेरि सङ्गीत विषय लिएको हुँदाखेरि मैले गीत गाउनलाई पनि हात हालेँ। जस्तो मैले लोकगीत गाएँ, 2वटा एल्बम, जाउँ एउटा घुम्न पोखरा, अनि त्यसपछि गएर देउरालीको बर भन्ने एल्बम पनि निकालेँ मैले। अनि त्यसपछि फेरि कमेडी गीत आफैले लेखेको, अनि त्यो ए बाउ पैसा पठाइदेऊ भन्ने गीत पनि मैले गाएँ। अनि त्यसपछि फेरि विभिन्न प्रोग्रामहरू गर्दाखेरि कहिले नृत्य गर्नुपर्ने, कहिले नाटक गर्नुपर्ने, कहिले गीत गाउनुपर्ने भएको हुँदाखेरि मैले तिनैवटा क्षेत्रलाई चाहिँ मैले प्यारालली लिएर अगाडि बढेँ। तर मलाई सबैभन्दा मनपर्ने चाहिँ कोरियोग्राफी नै हो। डान्स सिकाउनु मनपर्छ। म आफू पर्फर्मर भन्दा पनि अरूलाई सिकाउनु मनपर्छ। सिकाउँदाखेरि अझ तपाईँको विशेष गरी अब आर्ट भन्ने कुरा इन्टरटेनमेन्टमा मात्रै सीमित रहेन, यसले समाज परिवर्तनको लागि पनि सहायक सिद्ध हुन्छ भन्ने मेरो बुझाइ थियो। सायद तपाईँहरूको पनि बुझाइ छ होला। अब गीत सङ्गीत र नृत्यले तपाईँलाई मनोरञ्जन मात्रै प्राप्त दिने होइन, मनोरञ्जन मात्र पनि गराउने होइन, त्यसमार्फत आम मानिसलाई चेतना र सन्देश प्रवाह गर्न सकिन्छ भन्ने उदाहरणहरू अहिले तपाईँहरूले देख्न सक्नुहुन्छ। मैले पनि त्यो क्षेत्रमा काम गरिरहेको छु। विशेष गरी महिलाको विषयमा, त्यसपछि सडक बालबालिकाहरूको विषयमा, त्यसपछि गएर राजनीतिक अस्थिरता हुँदा राष्ट्रियताको विषयमा हामीले विशेष गरी नृत्य मार्फत हामीले चाहिँ तपाईँको अवेरनेस, जनचेतना जागृत गर्ने प्रयास गर्छौँ। अहिले पछिल्लो समय मेरो एउटा बी मानव आर्ट स्टुडियो भन्ने एउटा समूह छ, एउटा डान्स स्कुल पनि छ, त्यो छ शङ्खमुलमा छ। बी मानव आर्ट स्टुडियो समूहले चाहिँ विशेष गरी आर्ट फर सोसियल चेन्जेस, सामाजिक रूपान्तरणका लागि कला भन्ने नारालाई मूर्त रूप दिनको लागि हामीले विभिन्न ठाउँमा, हामीले विभिन्न जिल्ला, विभिन्न ठाउँमा हामीले हाम्रो टिमै गएर 25-30 जनाको टिमै गएर हामीले पर्फर्मेन्स गर्दै आएका छौँ। यसलाई हामी निरन्तरता दिइरहने कोसिस गरिरहेका छौँ। डान्स स्कुलमा हामीले विशेष गरी फिजिकल फिटनेस सँगसँगै नृत्यहरू पनि हामीले सिकाउने गर्छौँ। त्यो चाहिँ बानेश्वर शङ्खमुलमा छ बी मानव आर्ट स्टुडियो। त्यो चाहिँ शङ्खमुलमा छ बी मानव आर्ट स्टुडियो। धेरै यस्ता स्मरणीय अविस्मरणीय मेरा क्षणहरू पनि छन्। जसरी म आफू सानो छँदाखेरि मैले जसरी हेलेन शाहलाई मैले आफ्नो नृत्य प्रस्तुत गर्न पाएँ, त्यति बेला उहाँले मलाई काठमाडौँ लगेर बुढा नीलकण्ठमा पढाउँछु भनेर मेरो बुवालाई उहाँले चाहिँ भन्नुभएको रहेछ। तर मेरो बुवाले मेरो बुवाको 7औं सन्तान, विशेष गरी मेरो बुवा एजुकेटेड भए पनि सायद 2टा छोरा चाहिन्छ भनेर मलाई चाहिँ कुर्नु भएको। त्यस कारणले गर्दा उहाँले उहाँलाई चाहिँ बुढा नीलकण्ठमा पढाउन लान सायद दिनु भएन। र पनि केही छैन, म आफूले पढे पनि छु। मलाई बुवाले आफ्नो क्षेत्रमा चाहिँ राम्रो जस्तो आर्ट लाइनमा लाग्नको लागि विशेष गरी पहिला त अलिकति अनएजुकेटेड भयो अथवा फेल भयो अथवा पढ्न सकेन अथवा केही गरेन भने बल्ल त्यो आर्ट लाइनमा जाने भन्ने एक किसिमको धारणा थियो। गाउँतिर पनि बिग्रेको मान्छेले मात्रै नाच्नुपर्छ गाउनुपर्छ भन्ने थियो। तर मेरो बुवा एजुकेटेड भएको हुँदा स्कुलको हेडमास्टर पनि हुनुहुन्थ्यो मावि स्कुलको, त्यति बेला भएको हुँदाखेरि उहाँ त्यस्तो भएको हुँदा हामीलाई पढ्न पनि इन्करेज र आर्ट क्षेत्रमा पनि लाग्न इन्करेज गर्नुभयो। मैले 100औं प्रोग्रामहरूमा गाउँमा हुँदा पनि मैले गरेँ। जिल्ला लगायत बाहिर जिल्ला सँगसँगै
हाम्रो यो पश्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगितामा पनि अर्घाखाँची जिल्लामा टप भएर म पश्चिमाञ्चल पोखरामा पनि आएको थिएँ। त्यहाँ त्यति बेला श्रीपाज वीरेन्द्र आउनुभएको थियो त्यो प्रोग्राम हेर्नको लागि। अनि त्यहाँ पनि म सर्वश्रेष्ठ च्याम्पियनसिपको अवार्ड पाएको पर्सनल्ली त्यति बेला चाहिँ। यस्ता धेरै प्रतियोगिता छन् जसमा मैले कहिले पनि सेकेन्ड थर्ड हुनु परेन। म जहिले पनि जति पनि प्रतियोगिताहरूमा लागेँ त्यसमा मैले प्रथम स्थान हासिल गरेँ। अहिले पनि म जति पनि कम्पिटिसनमा बच्चाहरूसँग काम गर्छु, जस्तो ट्यालेन्ट सोहरू भयो, ब्युटी कन्टेन्टहरू भयो, त्यस्तोहरूमा चाहिँ मैले जति पनि बच्चाहरूलाई काम गर्छु, उहाँहरूले पनि जुन मेरो अवार्ड जित्ने जुन सिलसिला थियो, म आफैले प्रतिस्पर्धा गर्दा ती प्रतिस्पर्धी विद्यार्थी भाइ बहिनीहरूले पनि अवार्ड जित्दाखेरि म साँच्चीकै गौरवान्वित हुन्छु। ठुलो कुरो पैसा मात्रै होइन, हामीसँग यदि यो क्षेत्रमा हामीले राम्रो काम गर्न सक्यौँ भने मान सम्मान इज्जत सँगसँगै पैसा पनि अवश्य हुन्छ। यो क्षेत्रमा जति हेर्दाखेरि सुखद छ, जति हेर्दाखेरि यो रङ्गीन छ, त्यत्तिकै गाह्रो पनि छ। यो क्षेत्रमा हामीले यसलाई इजिली लिइहाल्नु पनि लाग्छ जस्तो लाग्दैन मलाई। अलिकति गाह्रोहरू पनि छ। जसरी म नृत्य सिक्ने सवालमा भयो, नृत्य प्रस्तुत गर्ने सवालमा भयो, एक्टिङ गर्ने सवालमा भयो, ती सवालहरूमा पनि सुरुमा चाहिँ मैले एकदमै जो मेरो आफ्नो फ्यामिली मेम्बर बाहेकको रिलेटिभ्सहरू हुनुहुन्छ, उहाँहरूले जुन किसिमले जुन उपेक्षा गर्नुहुन्थ्यो त्यो कहिलेकाहीँ चाहिँ वास्तवमा साह्रै दुःख लाग्थ्यो। यो त नाच्ने हो, यो त एक्टिङ गर्छ, यसले के गर्छ र, अब कि चाहिँ अब सरकारी जागिर खानुपर्छ अथवा टिचर हुनुपर्छ अथवा हाकिम हुनुपर्छ भन्ने जुन सोच थियो, त्यो सोचलाई मैले ब्रेक गरेर मैले चाहिँ विशेष गरी यो क्षेत्रलाई अहिलेसम्म अँगालेको छु र यही क्षेत्रलाई नै म अगाडि बढाउने सोचमा छु। यो कला क्षेत्रमा जसरी हेर्दाखेरि जति रङ्गीन छ, जति सजिलो छ, वास्तवमा त्यति त्यो छ भन्दैमा त्यति धेरै सजिलो पनि छैन। हेर्दाखेरि सबैलाई राम्रो लाग्न सक्छ, त्यसभित्रका कथा व्यथाहरू धेरै हुन्छन्। यो क्षेत्रसम्म आइपुग्नको लागि पनि जुन हामीले गाउँदेखि सहरसम्मको जुन यात्रा छ त्यो वास्तवमा त्यति सजिलो चाहिँ रहेन। गाउँमा जस्तोसुकै भए पनि गाउँमा तपाईको धारो घरसम्म थिएन, हामी कुवामा पानी लिन जान्थ्यौँ, अनि त्यसै पानी लिएर आइसकेपछि अनि पढ्न बस्थ्यौँ, अनि पढिसकेपछि हामी स्कुल जान्थ्यौँ। प्राइभेटसम्मको स्कुल त घरदेखि नजिकै थियो, 5 मिनटमा पुगिन्थ्यो। तर जब निमावि मावि पढ्नु पर्थ्यो हामी 1 घन्टा 1.5 घन्टा हिँडेर जानु पर्थ्यो। त्यति बेला मेरो एज अलिकति सानो भएको हुँदा पनि मलाई एकदमै गाह्रो हुन्थ्यो स्कुल जान र आउन। र पनि मैले दुःख गरी मैले एसएलसी पास गरेँ। अनि त्यो बिचमा पनि मैले आफूले विभिन्न ठाउँहरूमा प्रोग्रामहरूमा जाँदाखेरि हिँडेर जानुपर्ने, खुट्टामा त्यो फोहरा पर्थ्यो, खुट्टामा घाउ आउँथ्यो। त्यो हुँदाहुँदै पनि मैले कति ठाउँमा आफ्नो कला प्रस्तुत गरेँ। एउटा घटना के छ भने माघे सङ्क्रान्तिको अघिल्लो दिन मेरी आमाले चाहिँ सेलरोटी पकाएर अनि माघे सङ्क्रान्तिको दिन एक ठाउँमा प्रोग्राम गर्न जानुपर्ने थियो, लगभग 8 घन्टा हिँडेर। म अलि त्यति बेला पनि म सानै थिएँ। अनि जुन बिच बाटोमा खाजा खाने क्रममा हामीले चियासँग खाजा खाने प्लान बनायौँ, सेलरोटी खाने प्लान बनायौँ। अनि त्यति बेला मेरो हातमा सेलरोटी खाँदाखेरि चिप्लो लागेर अनि त्यो चिया चाहिँ मेरो खुट्टामा पोख्यो, तातो चिया। अनि त्यसपछि खुट्टामा घाउ भयो। अनि मलाई लिएर जाने मेरो बुवा लगायत अन्य कलाकार टिमहरूले चाहिँ यो बाबुले नाच्न सक्दैन, यसलाई चाहिँ लिएर नजाऊ भन्दै हुनुहुन्थ्यो। तर पनि मैले त्यस्तो खुट्टा हुँदा पनि मैले नाच्न पाउँदैन कि भनेर मैले आफूले होइन मलाई दुख्या छैन, यो घाउ मात्रै भएको भनेर भने। अनि त्यसपछि म त्यस्तो हुँदा पनि मैले त्यति बेला नृत्य प्रस्तुत गरेँ। मलाई चाहिँ एकदमै त्यति बेला राम्रो तारिफ गर्नुभयो, राम्रो एप्रिसिएट गर्नुभयो त्यहाँको मान्छेहरूले। मेरो खुट्टा दुखेर पनि मैले नदुखेको एक्टिङ गरेर मैले नृत्य प्रस्तुत गरेको थिएँ। त्यो क्षण चाहिँ मैले कहिले पनि बिर्सन सक्दिनँ। सँगसँगै मुम्बईमा पनि मलाई एउटा
के भएको छ भने त्यो नृत्य सिक्ने सिलसिलामा एक दिन चाहिँ खासमा मैले घरबाट पैसा पठाइदिनुहुन्थ्यो मलाई। अनि त्यति बेला चाहिँ घरबाट पैसा पठाइदिन मान्छे नभएको हुँदाखेरि पैसा पठाइदिनु भएको थिएन। नातेदारहरूले पनि हेल्प त गर्नुहुन्थ्यो तर अलिकति टाढा हुनुहुन्थ्यो। अनि एक दिन चाहिँ आफूसँग पैसा नभएर बिहानदेखि बेलुकासम्म चाहिँ मैले त्यति बेला खाजा पनि खाना पनि पाएको थिएन। अनि बेलुका चाहिँ गाउँको दाइले काम गर्ने होटलमा गएर मैले खाना खाएको थिएँ। त्यो छोड पनि म कहिले बिर्सिन सक्दिनँ। वास्तवमा अहिले अब कला क्षेत्रलाई हेर्ने दृष्टिकोण पहिलाको तुलनामा एकदमै पोजिटिभ रहेको छ। पहिला भन्दा अहिले जुन नयाँ जेनेरेसनहरू यो क्षेत्रमा प्रवेश गर्नुभएको छ वास्तवमा उहाँहरूले अध्ययन गरेर पनि आउनुभएको छ। सँगसँगै इन्टरनेटको माध्यमबाट आफूलाई अलिकति चुस्त बनाएर पनि आउनुभएको छ। अहिले संसारको हरेक ठाउँको कला संस्कृतिलाई हामीले हाम्रै घरमा हेर्न पाउने भएको हुँदा पनि हामीले धेरै कुरा सिक्न पाएका छौँ। त्यो हेरेर त्यो जानेर यो क्षेत्रमा आउने नयाँ पुस्ताहरू पनि हुनुहुन्छ। जो नयाँ पुस्ताहरू आउनुभएको छ वास्तवमा यो क्षेत्रमा आफूलाई इस्टाब्लिस गर्नको लागि आफूलाई दक्ष बनाउनको लागि चाहिँ वास्तवमा सबभन्दा पहिला त तपाईँले एकाडेमिक क्वालिफिकेसन तपाईँले बनाउनु भयो भने वास्तवमा तपाईँको सोच्न सक्ने क्षमता तपाईँले बुझ्न सक्ने क्षमता धेरै हुन्छ। त्यसकारणले गर्दा तपाईँ यो क्षेत्रमा आउनुभयो भने पनि तपाईले दुःख पाउनुहुन्न। किन भन्दा तपाईले कुन राम्रो कुन नराम्रो भन्ने छुट्याउन सक्नुहुन्छ। त्यसकारणले गर्दाखेरि सबभन्दा पहिला त शैक्षिक योग्यतालाई दक्ष बनाउनु होला। सँगसँगै आफू जुन क्षेत्रमा आउने हो त्यो क्षेत्रमा चाहिँ तपाईले ट्रेनिङ गरेर आउनुभयो भने अझै यो क्षेत्रमा तपाईँ राम्ररी अगाडि बढ्न सक्नुहुन्छ। फेरि के छ भने नयाँ जुन आउनुहुन्छ नयाँ साथीहरू जुन यो फिल्डमा आउनुहुन्छ विभिन्न प्रलोभन देखाएर तपाईलाई यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भनेर ब्ल्याकमेलिङ हुन पनि सक्छ। तपाईहरुलाई शोषण पनि हुन सक्छ। यो क्षेत्रलाई पनि त्यो पनि तपाईहरुले विचार गर्नु जरुरी लाग्छ मलाई चाहिँ। तर मेरो सवालमा भन्दाखेरि मैले के भन्छु भने म आफू पनि विभिन्न संघर्ष गर्दै यो क्षेत्रमा आएको हुँदाखेरि मलाई लाग्छ यो क्षेत्रमा सबैजना मान्छे बेइमान हुनुहुन्न, सबैजना मान्छे खराब हुनुहुन्न। यहाँ राम्रा मान्छेहरू पनि धेरै हुनुहुन्छ। ती राम्रा मान्छेहरूलाई तपाईले जानेर बुझेर सहयोग आदान प्रदान गर्नुभयो भने तपाई पक्कै पनि सफलताको चोटीमा पुग्न सक्नुहुन्छ। वास्तवमा कला क्षेत्रमा भएका विभिन्न विधाहरू मध्ये म चाहिँ आफूलाई एक्टिङ अनि त्यसपछि डान्स सँगसँगै मैले गीत पनि गाउँछु। अनि त्यसकारणले गर्दाखेरि वास्तवमा यी फरक विधाहरू भए तापनि सबभन्दा ठुलो कुरो आफूमा इच्छा शक्ति हुनु पर्दो रहेछ। सँगसँगै तपाईलाई जे क्षेत्रमा काम गर्न मन लाग्छ त्यो क्षेत्रमा तपाईले काम गर्नुहोस्। चाहे त्यो तपाईले गीत गाउनु मन छ गीत गाउनुहोस्, नाच्नु मन छ नाच्नुहोस्, एक्टिङ गर्न मन छ एक्टिङ गर्नुहोस्। त्यसलाई प्यारेलली तपाईले लिएर अगाडि बढ्न सक्नुहुन्छ। तर अन्ततगत एक दिन तपाईको बाटोमा तपाईको क्षमतालाई त्यो विभिन्न विधाहरूमध्ये एउटा विधाले बढी चिन्छ र त्यो विधालाई तपाईले अगाडि बढाउन सक्नुहुन्छ। यसको अर्थ दुईटा डुङ्गा तीनटा डुङ्गामा खुट्टा राख्यो भनेर चाहिँ म चाहिँ सहमत हुँदिन। यो कला क्षेत्रमा तपाईँ हुनुहुन्छ भने कला क्षेत्रका विभिन्न पाटोहरूलाई तपाईले सँगसँगै अगाडि बढाउन लिएर जानुभयो भने जस्तो फर इक्जाम्पल तपाईले स्टेजमा गीत गाउँदै हुनुहुन्छ भने गीत गाउँदै तपाईँ नाच्नु हो भने कति राम्रो देखिन्छ। त्यसकारणले गर्दाखेरि विभिन्न क्षेत्रमा हात हाले तापनि ती एक आपसका परिपूरक भएको हुँदाखेरि मलाई लाग्छ घाटा चाहिँ हुँदैन। तर यदि तपाईँ नृत्य गर्नुहुन्छ भने त्यो नृत्यसँग सम्बन्धित विभिन्न नृत्यहरू हुन्छन् त्यसलाई राम्रोसँग बुझ्नुस्। गीत छ भने गीतमा बुझ्नुस्, नृत्य छ भने नृत्यमा बुझ्नुस्। जुन क्षेत्रलाई तपाईले बढी फोकस गर्नुभएको छ त्यो क्षेत्रको गहिराइसम्म जानुस्। यदि तपाईँ त्यस सँगसँगै अन्य विधाहरूलाई पनि तपाईले साइडमा लिएर जान चाहनुहुन्छ भने त्यसलाई पनि तपाईले सो अध्ययन गरेर हुन्छ कि अनि प्रशिक्षण लिएर हुन्छ कि तपाईले अगाडि बढाउँदै लिएर जानुभयो भने तपाईलाई त्यसले प्लस पोइन्ट गर्छ भन्ने मेरो बुझाइ छ। त्यसकारणले गर्दाखेरि यो क्षेत्रमा आउँदाखेरि सबै विधालाई तपाईले अगाडि बढाउने कोसिस गर्नुभयो र एउटा विधालाई चाहिँ धारिलो बनाउनु भयो भने पक्कै पनि सफलताको शिखर चुम्न सकिन्छ भन्ने मेरो बुझाइ छ। कला क्षेत्रका विभिन्न पाटाहरू सँगसँगै मैले विभिन्न नेपालका अब मेरीबासै भयो, भद्रगोल भयो,
तितो सत्य भयो, त्यसपछि गएर डिट्ठा सा भयो। यी सिरियलहरूमा पनि मैले विगत 8-10 वर्षदेखि सानोतिनो रोलमा भए पनि आफूलाई प्रस्तुत गर्ने मौका पाएको थिएँ र छु पनि। सँगसँगै छयकान्छ, त्यसपछि गएर खग्रास, तान्द्रो, अन्तराल लगायतका फिल्ममा पनि मैले काम गर्ने अवसर पाएको छु र विभिन्न गीतका म्युजिक भिडियोहरूमा कोरियोग्राफी सँगसँगै डाइरेक्सन गर्ने मौका पनि पाएको छु। विभिन्न क्षेत्रमा हात हालेको छु। आशा छ मेरो आफ्नो क्षेत्र, विशेष गरी मेरो क्षेत्र चाहिँ नृत्य भएको हुँदा त्यो क्षेत्रमा अझै राम्रो काम गर्ने प्रयास गर्नेछु। सँगसँगै मैले गीत पनि गाएको हुँदाखेरि गीत गाउँदा पनि मैले विशेष गरी गाउँको मान्छे भएको हुँदाखेरि मैले 2वटा लोकदोहोरी एल्बम पनि निकालेको थिएँ। सँगसँगै एउटा कमेडी एल्बम पनि निकालेको थिएँ। अहिले चाहिँ म तपाईँलाई एउटा कमेडी एल्बम भन्दा पनि एउटा एल्बमको कमेडी गीत छ, त्यो गीत चाहिँ म तपाईँहरूलाई गुनगुनाउन चाहन्छु। यो गीत चाहिँ मैले वास्तवमा आफैलाई अलिअलि आफ्नो प्रतिबिम्ब पनि छ जस्तो लाग्छ मलाई कहिलेकाहीँ। यो गीत सुनाउन चाहन्छु। म यस्तो गीत गाउँछु फ्लप हुने छैन, गैरी गाउँको बारी पनि बेच्न पर्ने छैन। ए बाउ पैसा पठाइदेऊ, मेरो बाउ पैसा पठाइदेऊ। गाउँ छोडी ठुलो मान्छे बन्न सहर पसे, सहरको रमझमदेखि म त दङ्ग परे। यु आर माई लभ, लभ मी मोर, यु आर माई हार्ट, लाइक मी मोर। गाउँ छोडी ठुलो मान्छे बन्न सहर पसे, सहरको रमझमदेखि म त दङ्ग परे। आज भोलि काठमाडौँको हावा मलाई लाछ, रामेबाट रक्की मेरो नाउँ अचल भाछ। ओ या त्यसैले बाउ पैसा पठाइदेऊ, मेरो बाउ गाँठ पठाइदेऊ। यो चाहिँ मैले यो एउटा कमेडी गीत भनेर स्टेज पर्फर्मेन्सको लागि भनेर स्वर त्यति राम्रो नभए पनि टाइमिङमा गाउने भएको हुँदाखेरि मैले चाहिँ गाउन सक्ने भएको हुँदाखेरि एउटा यत्रो प्रविधिको विकास भएको छ। म पनि गायक किन नबन्ने भनेर मैले यो गीत यो पनि मैले एल्बम रेकर्ड गराएको थिएँ। यो गीत थियो कमेडी ए बाउ पैसा पठाइदेऊ। म अरू लोकगीत पनि मलाई एकदमै मनपर्छ। विशेष गरी आफ्नो संस्कृतिमा पनि मलाई एकदमै अभिरुचि छ। विशेष गरी यो गाउँतिरको सालेजो भयो, कौरा नृत्यहरू भयो, मारुनी नृत्यहरू भयो, मारुनी गीतहरू भयो। यी गीतहरू वास्तवमै यी कालजयी गीत छन्, हाम्रो संस्कृति हो। हामी जति मोडर्न भए पनि, हाम्रो एपिरियन्स जति मोडर्न भए पनि वास्तवमा हामी नेपाली हौँ। नेपालीपन र नेपालीत्वलाई हामीले अङ्गीकार गर्नुपर्छ। ग्रहण गर्दै हाम्रो संस्कृतिलाई पनि बचाउने प्रयास गरियो भने हामी यो नेपाली शिर उचाली संसारमा लम्किन्छ भने जस्तै हामी अगाडि बढ्न सक्छौँ भन्ने मलाई लाग्छ। र अन्त्यमा likenepal.com हेरिरहनुभएका सम्पूर्ण दर्शक महानुभावहरूले मेरो बारेमा केही तपाईँहरूले जानकारी प्राप्त गर्नुभयो, केही कुरा जान्नुभयो होला, केही कुरा बुझ्नुभयो होला। अहिलेसम्म तपाईँहरूले जुन किसिमले यो likenepal.com लाई माया गरिरहनु भएको छ, जसरी likenepal.com ले हामी जस्ता वास्तवमा भन्ने भने छायामा रहेका कलाकारहरूलाई एउटा प्लेटफर्म दिएको छ, मिडिया मार्फत आफ्ना कुराहरू भन्ने मौका दिएको छ। वास्तवमा म सुस्मिता कार्कीज्यू सँगसँगै राजेश थापाज्यूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सँगसँगै likenepal.com परिवारलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्ता प्लेटफर्महरूले, यस्ता मिडिया मार्फत जाने हाम्रा कुराहरूले हामीलाई अगाडि बढ्नको लागि अझै हौसला र माया प्रदान हुन्छ। सँगसँगै जुन अहिले likenepal.com हेरिरहनुभएका तपाईँ दर्शक महानुभावहरूको मायाले, सद्भाव र प्रेमले पक्कै पनि हामीलाई आगामी दिनमा अझै राम्रो गर्नको लागि
एउटा बाटो खुल्नेछ, बाटो देखाउनुहुनेछ भन्ने आशाका साथ म सम्पूर्ण likenepal.com लाई धन्यवाद दिन चाहन्छु। हस्त नमस्कार। हेर्दै गर्नुहोला likenepal.com। सानै उमेरदेखि नृत्य गर्दै आएका उनी रेड क्रसले आयोजना गरेको कार्यक्रममा नृत्य गर्दाखेरि उनले बढी हौसला प्राप्त गरेको बताउँछन्। विभिन्न केन्द्रहरूबाट म्युजिक तालिम लिइसकेपछि उनले गायन, नाटक र नृत्यमा अभिनय गर्न सफलता प्राप्त गरेको बताउँछन् उनी। गीत सङ्गीतबाट समाजलाई चेतना र नयाँ सन्देश दिन सकिन्छ। यो क्षेत्र बाहिरबाट हेर्दा जति रमाइलो र आकर्षण देखिन्छ, यो क्षेत्रमा प्रदर्शन गर्नलाई त्यति नै गाह्रो छ। यस क्षेत्रमा आउनको लागि पहिले आफूले पूर्णता ज्ञान हासिल गरेर आउने सल्लाह दिन्छन् उनी। आफूलाई मन परेको कलाकारहरूको जीवन सङ्घर्षको बारेमा जान्नको लागि हेर्दै गर्नुहोला likenepal.com। likenepal.com, leading the global entertainment.